हामी फाइनली पाथीको 3 दिनको प्रोग्राम सकेर हामी पाथीबाट हामी गाउँबाट हिँड्न लागेको गाउँ सबैजना विश्वासी आशिषित व्यक्तिहरू हामी भेट्यौँ। हामी धेरै खुसी भयौँ र हामी यो गाउँबाट हामी लाग्न लागेको छौँ। गाउँमा धेरै कुरा पारा छन्, धेरै रमाइलो छ र हामी गाउँ घुम्दै तल झर्न लागेको अहिले चाहिँ हेर्दै हामी पाथी गाउँमा वरिपरि सक्क सबुखु जस्ता प्रायः जस्तो जस्ता कम लगाएछ। ल खोर्सानी बारी दामी खोर्सानी बारी किमान दसैँको लागि नयाँ लुगा हो दुईटा हो तिम्रो नयाँ हो। नमस्ते फ्रेन्ड ल हामी कहाँबाट यो घर चाहिँ दामी छ के भूकम्प प्रतिरोधक भनेको यही हो ब्यागमा हाल्यो होला त्यसमा सिर्दीवास पाथी यो सिर्दीवास अनि तलपट्टि हामी यो गाउँलाई छोडेर र तेस्रो दिनमा हामी हिँड्दैछौँ। ल के भयो पाथीबाट हामी फर्किँदैछौँ र हामी पाथी मन्दिरबाट फर्किँदै आयौँ। हामी यस्तो थ्याङ्क यू फर वाचिङ माई भिडियो। र यहाँ दुईवटा खोला छ अनि एउटा खोला चाहिँ यताको खोला चाहिँ दुध पोखरी आएको भने यता चाहिँ अर्को खोला हो। माथि लेकमा दुध पोखरी भन्ने लेक छ अनि त्यो लेकबाट आएको हो र यो चाहिँ जगतको पुल हो र यहाँ दुईवटा हाउडो पाउ छ अनि यो दामी छ भइहाल्छ नि यार। ल बाई बाई फेरि भेटौँला है बाई बाई। डेन्जर यहाँ मान्छे खस्यो भने दिँदै गयो है। यहाँ खस्यो भने त बाटो पनि कति लामो छ। भन न यो सुनेर अनि त्यसो भए थियो नि माथि जङ्गलबाट ल्याएको खाएपछि त्यस्तो भयो नि रातिदेखि नै 12 बजीदेखि यस्तो क्या उनीहरू झन् अनि उनीहरू त्यस्तो लामा त्यो को हाम्रो ड्याडी क्या पैसा भक्क भनेर मलाई पनि थाहा भएन। ल यहाँ दुईवटा खोला छ यहाँ दुईवटा खोला यहाँ एउटा यो खोला चाहिँ माथि दुध पोखरीबाट आएको अनि यो माथि डाँडा पछाडि पनि घर छ गाउँ छ एउटा 20-25 जनाको घर। यो चाहिँ दुध पोखरी आएको भने यो चाहिँ अर्को ठाउँमा आएको त्यो माथि हाटो पाउ त्यहाँ पनि हाटो पाउ छ र यो चाहिँ जगतनिरको खोला हो। यहाँ पुल छ गजब छ यार गजब यस्तो गजब छ कि के कुरा गर्नु यस्तो जिन्दगी गजब छ। हामी जगतमा आइपुग्नु आएको। यो खोलाको नाम के हो? खोलाको नाम यसको यता माथि हो जगत खोला।
छु 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 छु